रोमानियामा ट्रेन र बसमा भन्दा सस्तो र सजिलोसँग यात्रा गर्न चाहनुहुन्छ भने ब्लाब्ला कार भन्ने राइड सेयरिङ एप्स तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो आउँछ, यो आएर यो चाहिँ तपाईँको माथि चाहिँ तपाईँहरूले ध्यान दिनुपर्ने कुरा चाहिँ ड्राइभरको रेटिङ मिनिमम 4.5 हुनुपर्छ। प्रोफाइल यसरी हेर्न सक्नुहुन्छ। जस्तै मारिया भनेको प्रोफाइल मैले 195 रन देखाएको थियो ट्रेनमा भने म जम्मा 60 रनमै यहाँ कन्स्टान्सा आइपुगेको थियो। नमस्कार सम्पूर्ण साथीहरूलाई, तपाईँहरूलाई स्वागत छ नेपाली बोय इन रोमानिया युट्युब च्यानलमा। मैले रोमानियामा भोगेका कुराहरू र मैले जानेको कुराहरू मैले मेरो युट्युब च्यानल र टिकटक र फेसबुक मार्फतबाट मैले तपाईँहरूलाई सेयर गरेको छु र तपाईँहरूले पनि नबुझेको कुराहरू, तपाईँहरूले जानेको कुराहरू, भोगेको कुराहरू सेयर गर्न सक्नुहुन्छ। सो आज चाहिँ म तपाईँहरूलाई भन्न गइरहेको छु कि रोमानियामा तपाईँहरू पनि लामो यात्रा गर्नुहुन्छ बेला बेलामा भने तपाईँहरू ट्रेन र बसमा भन्दा सस्तो र सजिलोसँग यात्रा गर्न चाहनुहुन्छ भने ब्लाब्ला कार भन्ने राइड सेयरिङ एप्स छ, जसको मद्दतबाट तपाईँहरू सजिलैसँग तपाईँहरूको गन्तव्यसम्म पुग्न सकिन्छ भन्ने कुराहरू सेयर गर्न गइरहेको छु। कृपया भिडियो फुल हेरिदिनु होला। ब्लाब्ला कार भन्ने राइड सेयरिङ एप्स जुन रोमानियामा एकदम लोकप्रिय छ र तपाईँहरूले पनि यो एप्स युज गरेर सजिलैसँग तपाईँहरूको गन्तव्यसम्म पुग्न सक्नुहुन्छ। र कसरी युज गर्ने भन्ने कुरा म तपाईँहरूलाई स्क्रिन सेयर गरेर देखाउने छु। र म चाहिँ प्ले स्टोरमा गएर सर्च गरेँ ब्लाब्ला कार भन्ने। सो तपाईँहरू त्यहाँ देख्न सक्नुहुन्छ, तल आएको छ। सो मैले डाउनलोड गरेँ। तपाईँहरूले पनि प्ले स्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुन्छ। र यो डाउनलोड भइजेलसम्म तपाईँहरूलाई एउटा कुरा पनि सेयर गर्छु म। यसको पनि फाइदा र बेफाइदा भन्ने छ। जस्तै अब फाइदाहरू भन्नुपर्दा सस्तो, सजिलो, ड्राइभरको रेटिङ हेर्न सकिन्छ, डिफ्रेन्ट टाइममा एभाइलेबल। र यसको बेफाइदा चाहिँ सबै टाइममा एभाइलेबल हुँदैन, ड्राइभरले क्यान्सल गर्न नि सक्छ, बुक गरेपछि लास्ट मोमेन्टमा रेस्पोन्स नआउन पनि सक्छ है। यही हो यसको कमजोरी चाहिँ। र ओपनमा क्लिक गरेपछि यस्तो आउँछ। सो तपाईँहरूले यहाँ चाहिँ अब लगइन गर्नुपर्ने हुन्छ, त्यहाँ अप्सनहरू छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। र मैले चाहिँ मेरो फेसबुक आइडीबाट लगइन गरेको थिएँ पहिला नै। सो मैले त्यसलाई नै कन्टिन्यू गरेँ। एकछिन टाइम लाग्छ। सो तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो आउँछ, यो आएर यो चाहिँ तपाईँको माथि चाहिँ तपाईँ अहिले भएको ठाउँ र तल देखाएको चाहिँ तलको चाहिँ तपाईँ जान लागेको ठाउँको नाम हान्नुहोस्। एकजना जाने कि कोही जाने हो, जना जाने त्यहाँ तल देखाएको छ। आजै भनेको आज जाने हो कि कहिले जाने हो, त्यसमा क्लिक गरेर तपाईँले भोलि पर्सि कहिले जानुहुन्छ त्यो दिनको पनि बुक गर्न सक्नुहुन्छ। मैले चाहिँ इक्जाम्पलको लागि बुकारेस्ट टु कन्स्टान्साको हेरेँ। सो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ ड्राइभरहरूको लिस्ट आउँछ। सो तपाईँहरूले चुज गर्नुपर्छ अब कुनमा जाने हो। र तपाईँहरूले यहाँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ ड्राइभरको रेटिङ मिनिमम 4.5 हुनुपर्छ। र प्रोफाइल फोटो, कार मोडल भेरिफाई गर्नु पर्यो, च्याट गरेर कन्फर्म गर्नु पर्यो। बुक गरेपछि इमर्जेन्सीमा कन्ट्याक्ट नम्बर नै छोडिदिनुपर्छ। तपाईँहरूले ड्राइभरको प्रोफाइल यसरी हेर्न सक्नुहुन्छ। जस्तै मारिया भनेको प्रोफाइल मैले बताउन चाहेँ। त्यहाँ तपाईँको 4.9 छ रेटिङ। सो कति 19 वर्षको सबै देखाउँछ। प्रोफाइल भेरिफाई नै भएको छ, त्यहाँ हेर्न सक्नुहुन्छ। यसरी अब तल कुकुरहरू लान मिल्छ कि मिल्दैन भन्नेमा अब लान मिल्दैन भनेको चिन्ह देखाएको छ। तपाईँहरूले हेर्नुभयो होला, बुझ्नुभयो होला यो कसरी युज गर्ने भनेर। यदि तपाईँहरूले अझै पनि बुझ्नुभएको छैन भने कमेन्ट गर्नुहोला। कमेन्टमा म रिप्लाई दिनेछु र मलाई पर्सनल मेसेज गर्नुभयो भने पनि म रिप्लाई दिनेछु हजुरहरूलाई। यदि तपाईँहरूको पनि रोमानियामा आफन्त दाजुभाइ कोही हुनुहुन्छ भने तपाईँहरूले उहाँहरूलाई यो भिडियो सेयर गर्नुहोला, ताकि उनीहरूले पनि सिकोस् कसरी लामो यात्रा सजिलोसँग गर्न सकिन्छ सस्तो पैसामा। मैले मेरो अनुभव सुनाउनु पर्दा मैले योभन्दा केही महिना अगाडि काम चेन्ज गरेको थियो र म पिटेस्टीबाट
कन्स्टान्चा आउँदाखेरि मैले यही एप्सको मार्फतबाट नै आएको थियो। सो त्यहाँबाट पिटिएसटीबाट कन्स्टान्चा आउनलाई 195 रन देखाएको थियो ट्रेनमा भने म जम्मा 60 रनमै यहाँ कन्स्टान्चा आइपुगेको थियो। त्यही भएर पनि मलाई सजिलो भयो, मैले सस्तोमा म यहाँ कन्स्टान्चा आउन सकेँ र तपाईँहरू पनि सक्नुहुन्छ भनेर यो भिडियो सेयर गरेको छु। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने तपाईँहरूले लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।